द भोइस अफ नेपाल सिजन 6 को विजेता हुने पक्का भनिएकी चर्चित प्रतियोगी इन्द्रकला राई उत्कृष्ट 5बाट बाहिरिएपछि अहिले त्यस विषयले चौतर्फी चर्चा पाइरहेको छ। हुन पनि लाखौं दर्शकहरूले सोको यसपालिको विजेता महिला हुने र इन्द्रकला नै हुने अपेक्षा गरेका थिए, तर नतिजा आयो उल्टो। उनी फाइनलसम्म नपुगी उत्कृष्ट 5बाट नै बाहिरिन्। आखिर किन फाइनलमा नपुगी इन्द्रकला बाहिरिन्? के इन्द्रकलालाई अन्याय भएको हो? के भोटको चलखेल भएको हो? के इन्द्रकलालाई हराउन मानिसहरू नै लागि परेका हुन्? दर्शकहरूले यस्तै प्रश्न गर्दै इन्द्रकला आउट भएकोमा दुःख व्यक्त गरिरहेका छन्। आखिर किन आउट भइन् त इन्द्रकला? यस भिडियोमा इन्द्रकला सोबाट आउट हुनुका 3 मुख्य कारणहरूबारे चर्चा गर्दैछु। धेरैभन्दा धेरै धन्यवाद दिन चाहन्छु मेरो अडियन्सहरूलाई र मेरो परिवारहरूलाई। दुःख नमान्नु होला र मेरो कोचलाई पनि धेरैभन्दा धेरै धन्यवाद दिन चाहन्छु। मलाई यहाँसम्म ल्याइदिनु भयो। थ्याङ्क यू सो मच एभ्रिवान। कारण नम्बर 1, गायिका भइसकेको भन्दै सुरुदेखि नै हराउन खोज्नु। द भोइस अफ नेपालको विजेता बन्नबाट इन्द्रकलालाई रोक्ने पहिलो कारण थियो गायिकाका रूपमा उनको परिचय। उनी चर्चित गायिका भएको भन्दै उनकै समुदायका र गायन तथा सङ्गीत क्षेत्रकै केही व्यक्तिहरू उनलाई अगाडि बढाउन नहुने भन्दै लागि परेको चर्चा बजारमा चलेको छ। उनी गायिका भएको र द भोइस अफ नेपालमा गायिकाले भन्दा पनि नयाँले जित्नुपर्ने मत केही व्यक्तिहरूको रहेको थियो। तथापि द भोइस अफ नेपालले स्पष्ट पारेको छैन कि यसमा नयाँ मात्रै सहभागी हुने या पुराना गायक गायिका पनि। उनीप्रति नराम्रो भावना बढेको थियो भन्ने कुरा सोकै कोच मेलिना राई, धरानका मेयर हर्का सम्पाङ लगायतले दिएको अभिव्यक्ति र दर्शकहरूले गरेका कमेन्टहरूबाट पनि बुझ्न सकिन्छ। र यहाँभन्दा माथि जाने ठाउँ छैन जस्तो लाग्छ मलाई इन्द्रको लागि। है, इम्प्रुभमेन्टको कुराहरू छन् भन्नलाई हरेक मान्छेले पहिले अलरेडी चलिसकेको भन्ने कुरा होइन। यो स्टेजमा आइसकेपछि एउटा ट्यालेन्ट हो। ट्यालेन्टलाई हामीले कसरी हेर्ने भन्ने कुरा त्यो हामीमा लाग्छ। यहाँ इन्द्रकलाले यी सबै कुराहरूलाई मौन रहेर सामना गरिरहेकी थिइन्। उनले यस्ता टिप्पणीहरूप्रति ध्यान नदिएर जितको लागि अगाडि बढेकी थिइन्। उनले अरूबाट यस्तो टिप्पणी आए तापनि आफूले गाएको गीतहरू चले तापनि आफूलाई चिन्नेहरू नभएका कारण सोमा आएको बताउँदै आएकी थिइन्। उनले आएका नकारात्मक अभिव्यक्तिहरूप्रति नकारात्मक भावना राखिनन् र त्यसको आलोचना पनि गरिनन्। उनले प्रत्येक राउन्डमा दमदार प्रस्तुतिहरू दिएर आफू नै ट्रफीको हकदार भएको प्रमाणित गरेकी थिइन्। त्यति मात्र होइन, उनलाई सोकै अन्य कोचहरूले पनि विजेताका रूपमा चर्चा गरिरहेका थिए। उदाहरणका लागि कोच उदयले आफ्नो टिमले भन्दा पनि इन्द्रकलाले नै जित्ने ढुक्क भएको जस्तो देखिन्छ। तर उनी गायिका हुनु नै उनलाई सोको विजेता बन्नबाट रोक्ने पहिलो कारण बन्यो। मेरो टिममा नभए पनि कोच खेमकै टिममा भएर पनि मैले त यो ट्रफी त उचालिसकेको देखेको छु त। इन्द्रकलाको हातमा कति सुहाउँथ्यो होला है त्यो ट्रफी। तपाईँकै हो ल। यो गायकी हो भने यसरी गाउनु भयो भने तपाईँकै हो। कारण नम्बर 2, इन्द्रकलाको भोट बाँडिनु र बटम 3 मा पर्दा पनि भोट नगर्नु। द भोइस अफ नेपालको विजेता बन्नबाट इन्द्रकलालाई रोक्ने दोस्रो कारण थियो उनको गृह जिल्ला खोटाङ र उनको समुदायको भोट बाँडिनु। साथै शुक्रबार बटम 3 मा पर्दा पनि उनलाई भोट नहाल्नेहरूका कारण उनी फाइनलमा नपुगी आउट भएकी हुन्। इन्द्रकला खोटाङकी भए तापनि उनी पारिवारिक समस्याका कारण काठमाडौँमै बस्ने गर्थिन्। खोटाङबाट अर्का चर्चित प्रतियोगी रोशन राई पनि सोका विजेता दावेदारका रूपमा देखिएपछि उनीहरू दुवैमा खोटाङको भोट र उनको समुदायको भोट बाँडिएको थियो। दुवै एकै समुदायको र एउटै जिल्लाको भएकोले दुवैजना फाइनलमा पुग्दा दुवैजनामा भोट बाँडिएर उनीहरू दुवैजना फाइनलमा हार्नेछन् भन्ने विश्लेषण उनकै जिल्लाका र समुदायका केही दर्शकहरूको थियो। बरु एउटा मात्रै प्रतियोगी फाइनलमा पुगे, ट्रफी आफ्नै समुदायमा र जिल्लामा आउने भन्दै उनीहरूले चर्चा गरिरहेका थिए। त्यसैले उनीहरूले इन्द्रकला वा रोशन मध्ये कुनै एक मात्रै फाइनलमा पुग्नु राम्रो सोचेका थिए। आफ्नो समुदाय र जिल्लाको भोट बाँडिए तापनि उनलाई माया गर्ने दर्शकहरूको भोटले गर्दा इन्द्रकला लगातार अगाडि बढिरहेकी थिइन्। तर शुक्रबार उनलाई भोटको अभाव भयो। उनी बटम 3 मा परिन्।
बटम 3 मा परेपछि उनलाई भोट हाल्नेहरूले अझै कम्मर कस्नुपर्ने थियो, तर उनीभन्दा अगाडि रोशन राई फाइनलमा पुगेकाले अब उनी फाइनलमा नपुग्दा नै बरु रोशनले जित्ने सम्भावना देखेपछि इन्द्रकला बटम 3 मा परे पनि उनलाई भोट हाल्नेहरूले भोट गर्न सकेनन्, जसका कारण सोको विजेता हुने पक्का भएकी इन्द्रकला फाइनलमै नपुगी बाहिरिएको विश्लेषण दर्शकहरूले गरेका छन्। कारण नम्बर 3, दर्शकहरूले प्रोसेसलाई कमजोर सोच्नु। द भोइस अफ नेपालको विजेता बन्नबाट इन्द्रकलालाई रोक्ने तेस्रो कारण थियो दर्शकहरूको गलत बुझाइ। इन्द्रकलालाई सपोर्ट गर्ने भोटरहरूले उनकै टिममा रहेका चर्चित प्रतियोगी प्रोसेस पाण्डेलाई कम आकलन गरे। सुरुदेखि नै दमदार प्रस्तुति दिँदै आएका प्रोसेस विजेता दावेदारहरूमध्येकै एक थिए, तर दर्शकहरूले प्रोसेसको भन्दा इन्द्रकलाकै भोट बढी आउने सोचे। तर इन्द्रकलालाई माथिका 2 कारणहरूमा बताइए जस्तै समस्या सुरुदेखि नै देखिँदै आएको थियो। यता प्रोसेस दमदार प्रस्तुति दिँदै आइरहेका थिए र उनलाई दर्शकहरूको समानुभूतिको भोट पनि थियो। यसतर्फ इन्द्रकलालाई भोट गर्नेहरूको नजर पुगेन, जसका कारण उनीहरू इन्द्रकला बटम 3 मा पर्दा पनि थप हौसिएर भोट दिएनन्, जसका कारण इन्द्रकला फाइनलमा पुग्नबाट रोकिन्। यी कारणहरू इन्द्रकला हार्नुका मुख्य कारणहरू हुन्, तर उनलाई हराएका अन्य कारणहरू पनि छन्। उदाहरणका लागि उनको आर्थिक अवस्था पनि एक थियो। पारिवारिक समस्यामा जेलिएकी उनले परिवारको असल छोरी र असल दिदी बनेर परिवारको आर्थिक भार सबै बेहोर्दै आएकी थिइन्। उनको दुःखका बारेमा जानकार सबै छन्। त्यसकारण इन्द्रकला आफैले भोटका लागि पैसा खर्च गर्ने अवस्था थिएन भनेर दर्शकहरूलाई थाहा थियो। तर उनी यहाँसम्म जसरी आइन् त्यो दर्शकहरूको उनीप्रतिको माया नै थियो, अनि कोच खेमको विश्वास पनि। कोच खेमले इन्द्रकलालाई गरेको मद्दतको दर्शकहरूले खुलेर प्रशंसा गर्ने गरेका छन्। तपाईलाई इन्द्रकला हार्नुका थप कारणहरू के हुन् जस्तो लाग्छ? कृपया कमेन्ट गर्नुहोस्। इन्द्रकला यस सिजनमा अवार्ड जित्ने पहिलो प्रतियोगी पनि थिइन्। उनले लाइभ सो राउन्डको पहिलो एपिसोडमा परफर्मर अफ द डे अवार्ड जितेकी थिइन्। इन्द्रकला सिजन 6 मा 4 जना कोचको कुर्सी घुमाउने 5औं प्रतियोगी पनि हुन्। यस सिजनमा उनी सर्वाधिक चर्चित प्रतियोगीका रूपमा सुरुदेखि नै देखिएकी थिइन्। उनी 21 वर्षकी छिन्। नेपाली चलचित्रहरूमा पार्श्व गायिकाका रूपमा चर्चित भएकी इन्द्रकला पछिल्लो समयकी नेपाली साङ्गीतिक क्षेत्रकी प्रख्यात गायिका पनि हुन्। सानैदेखि काठमाडौँ जोरपाटीमा बस्दैछिन्। आमा बुबाको डिभोर्स भएपछि उनको परिवारको जिम्मा उनमा आएको छ। 4 दिदी बहिनी रहेकी उनले बालुवा बोक्नेदेखि फाइनान्ससम्मको काम पनि गरिन्। ती सङ्घर्षका दिनहरूसँगै उनले लाइभ म्युजिकमा पनि पाइला टेकेकी थिइन्। उनका ओरिजिनल गीतहरू निरन्तर सार्वजनिक भइरहेका छन्। आदरणीय दर्शकबिन, तपाईलाई इन्द्रकलाको भोटिङ नतिजा कस्तो लाग्यो? कृपया कमेन्ट गर्नुहोस्। भिडियोलाई लाइक, कमेन्ट र सेयर गर्न पनि नभुल्नुहोला। यस्तै भिडियोहरूका लागि यस च्यानललाई सब्स्क्राइब